So what's up guys, this is my channel Shreyas Gaming. So this is my first video of this channel हैन अनि म चाहिँ धेरै नर्भस नि छु तर मलाई एक्साइटेड नि छु अनि यो मेरो फर्स्ट भिडियोमा चाहिँ म बिआर र्याङ्क खेल्न जाँदै छु ल अब मेरो एन्जेलिक प्राइड नि निक्ल्न थाल्यो तर निक्लेन सो स्याड हैन तपाईहरुको सपोर्टले निक्लिन्छ कि सो अब ढिला नगरिकन अब हुन्छ नि बिआर म्याच स्टार्ट गरौँ हैन इमोटहरु हेर्नु सबै कुरा बवाल छ तर एकाउन्ट चाहिँ नयाँ भयो त्यही अब बिआर म्याच चाहिँ स्टार्ट गरौँ तपाईलाई स्टार्ट भइसकेछ स्टार्ट सो गाइज यो चाहिँ स्टार्ट भइसक्यो हैन म चाहिँ लगइन आएँ अब चाहिँ हामी हाम्रो ल्याग ट्राई गर्न थाल्यौं हैन ल्याग फर्स्ट टाइम आउँछ यो भएन गाइज मैले अब मेरो तात्सुया युज गर्नु पर्यो गाइज भयो गाइज अब चाहिँ म हुन्छ नि त्यहाँबाट झर्छु सो स्टार्ट हुनेछ तर लास्ट हुन्छ नि धेरै टाइम लाग्यो जस्तो लागिरहेको यसपालि चाहिँ जम्प हुने थाल्यो यस मैले जम्प गरेँ सो लबीबाट प्लेनमा आइसक्यो म चाहिँ अब टिभी टावरमा झर्नु पर्ला त्यहाँ मान्छे धेरै आउँछ बवाल छ है यो तर फलिङ डाउन मात्रै टिभी टावरमा गाइज गाइस त्यहाँनिर एउटा साइडमा एनिमी यसलाई त मैले जसरी मार्छु यो घर बिचिरेलो चाँडो ओ मारे छ्या भित्र गयो फेरि अब त्यसलाई मारेर छोड्छु मैले निन्जा हतौडी पावर मर्यो छ्या यार गाइस यो त लास्टै रहेछ दिमित्री युजर आई हेट सोनिया दिमित्री गाइज उइल एमो छैन मसँग के गर्ने हो त्यसैले आई हेट सोनिया दिमित्री म चाहिँ अब टिभी आउन सक्दिनँ किनभने त्यहाँ मान्छे धेरै भयो ओ यहाँ नि एउटा मान्छे देख्यो त्यहाँ दिएर झर्नुपर्छ ओइ ड्यामेज हाने ग्लोअल व्हाट द हेक म यहाँबाट भाग्नुपर्छ जस्तो लाग्यो मलाई त फास्ट लुट सो गाइज मैले एक्सएमएट पाएँ एक्सएमएट चाहिँ मेरो फेभरेट गन हो किनभने मसँग एक्सएमएटको इभो छ त्यही भएर मलाई लास्ट मनपर्छ एक्सएमएट युज गर्न जाँदैछु अब ओइ त्यहाँनिर एनिमी त जानु पर्यो अलिक कभरमा त्यहाँनिर त्यो गन रह्यो तर त्यो हामीलाई चाहिँदैन ओइ त्यहाँनिर एनिमी जाउँ यस त्यो अफलाइन थियो तर यार सोच्याल बिचराको र्याङ्क माइनस भयो आई थिङ्क त्यहाँ स्क्वाड हुनसक्छ स्क्वाड रे म त कहाँ सोलो खेलिरहेँ त्यहाँ मान्छे हुनसक्छ किनभने त्यहाँ ब्लू जोन भएको छ मिन्स सेफ जोन ऊ त्यहाँ अगाडि एनिमी देख्यो गन चाहियो म भुट्नेवाला गन लिन्छु सो त्यसलाई ड्यामेज गर्न सकोस् म रस गरिदिन्छु त्यसलाई अब रस गरिदिन्छु मैले चाहिँ एम्प्लिफाइड लिइसकेँ किनभने यसमा नि मेरो इभो छ गाइस सो गाइस त्यो फेरि हार्ड मुभमेन्टमा आइसक्यो त्यहाँनिर एनिमी छ एउटा हाने मैले त्यसलाई ड्यामेज थोरै
कता गयो माथि माथि आउन थाले जस्तो लाग्यो ऊ माथि गयो ऊ यस अर्को एनिमी त्यहाँनिर छ त्योसँग त्यो एम्प्लिफायर आई हेट दिस मकडी ओइ मैले ग्लोबल प्याक गरेँ ओइ वाट द कस्तो गड चान्सले बचे यार ग्रेनेड भइरहेको छ ओइ यससँग एम40 छ के बब्बाल ड्यामेज दिन्छ फेरि स्टोरी ड्यामेज फुल ड्यामेज भयो मलाई यस यस मार्दिएला मैले इमोट चाहिँ देखाउँदिनँ किनभने त्यसलाई नराम्रो लाग्छ उता लुट गर्न जानु पर्यो उता नि एनिमी जस्तो लाग्यो मलाई कोही पनि छैन मेडिकिट लिउँ जम्प गाइस ऊ त्यो जन्मियो सायद ओ यस कसरी मर्यो यार यति थोरै ड्यामेजमा त्यहाँ मान्छे छ जस्तो लाग्यो मलाई त्यहाँ मान्छे छ कि छैन यार जानु पर्यो फेरि अब मान्छे होला ओइ माथि आई थिङ्क मैले रिपेयर गरेँ उही नै मैले मान्छे देखाइदिएँ मान्छे आएर मेरो पछाडि ओइ ओ त्यो मान्छे चाहिँ ओइ त्यो जन्मिनुवाला हो नि त्यसलाई मार्नुपर्छ लागे ड्यामेज छ ओइ जुम इन जुम आउट फेरि त्यसले स्पाइडर फाल्छ त्यही भएर मैले भागेँ साइडमा एनिमी छ यार मैले त्यो फालेँ त्यसको ग्लोबल फुट्दैछ ड्यामेज अर्को साइडबाट नि आयो नो छ्याट दुईजना छ के गर्ने होला कताकोलाई यताकोलाई फर्स्टमा सकाउनु पर्यो गाइस पछाडिबाट ड्यामेज पछाडिबाट हैन साइडबाट यसलाई चाहिँ मैले मार्दिएँ बब्बा यो म्याच त बोय हुन्छ यार म्याच हो ओ एकजना आए ओइ यो इज दिन गाइसलाई मैले मार्न सक्छु होला त एक्समेट ओइ ड्यामेज त दियो है सक्छ ओ यस हेड परेर त्यो नि मर्यो साइडबाट हान्छ यार कति यो म्याच त बुझे हुन्छ जस्तो लाग्यो गाइस मलाई यो हान्दियो यस वी डिड इट हामीले गोल्ड मेडल नै पाइसक्यौँ हो मलाई त्यो आर्मर त्यो गर्नु पर्यो बनाउनु पर्यो त्यही भएर म आर्मर बनाउन लिन्छु मैले त्यो लिइसकेँ अब हिटलिस नआन मलाई जोन त कहाँ टाढा बनेर जम फास्ट जोनमा जानु पर्यो त्यहाँनिर एउटा मान्छेले ड्रप लुट रहेछ तर हामी इग्नोर गरिदिन्छौँ त्यसलाई किनभने अहिले हामीसँग टाइम छैन त्यो हेर्नलाई त्यो गाडीवाला मान्छे चाहिँ कता छ कि त्यसलाई भित्नु छ मलाई अगाडि त्यो कुन चाहिँ खोला हो थाहा छैन तर म यसलाई एउटा न्यू नाम दिन्छु राप्ती खोला यो चाहिँ राप्तीको पुल है गाइस राप्ती खोलामा म स्विमिङ खेलिरहेको हो म
म एउटा कभरिङ स्पेस चाहिरहेको मलाई, त्यही भएर म कभरिङ स्पेसमा बस्नु पऱ्यो कि नत्र मलाई एनिमीले टुचुक गरिदिन्छ। त्यो गाडीवाला हो, त्यसले लाग्यो तर त्यो उत्रियो जस्तै छ। म कभर लिन्छु तर त्यसले थाहा छैन रे म कहाँ छु। म एउटा यो घरमा जान्छु अब। ओइ दुईटा सुपर मेडिकेट छ यसमा। त्यो अगाडि एनिमी हेर, एनिमी छ। ड्यामेज। अर्कोलाई मार्दैछ त्यसले। ड्यामेज लाग्यो त्यसले थाहा पायो लोकेसन। लुकिराख्नु पर्यो नत्र त्यसले हाम्रो लोकेसन थाहा पाउँछ। यसलाई रस हान्दियो तर नहानु मलाई, फेरि साइडबाट एनिमीलाई हान्यो भने टुचुक्क हुन्छ। यही घरमा रुक्नु पर्ला। त्यसले मलाई के फाल्यो यार, मकडी होइन के फाल्यो। म सबै अनलक गर्नु पर्यो, यति धेरै टोकन थियो त्यो पनि मैले अनलक गरेको थिइनँ कि। मैले बी अनलक गरेँ, अब हुन्छ। यस गयो अब यो, त्यसलाई लो ड्यामेज पर्छ अब। यस भने जस्तै भयो। भित्र जाउँ किनभने साइडबाट एनिमी आउँदैछ गाडीमा। गाडी यता ठोक्यो अगाडि एनिमी छ। रस हान्यो रस। ओ लाग्यो त्यसको गाडी पड्क्यो। त्यो निक्ल्यो। ड्यामेज छ मलाई, ड्यामेज लाग्यो यार। त्यसलाई माथिकोलाई चाहिँ मार्नु पऱ्यो पहिला किनभने त्यसले फेरि प्रब्लम क्रिएट गर्छ। यसलाई यो स्टिङ काइ युज लागेन, त्यो गाडीमा अर्को गयो। छ्या यो माथिकोले गर्दा हो कि। यसलाई त भुटेर मारिदिन्छ। फेरि ग्लोअल लगायो। यता साइडमा आयो एउटा एनिमी, सायद त्यस्तै लाग्यो मलाई। उताबाट हान्यो ग्लोअल भित्र छिरो घरभित्र मेडी। क्याम्प गरौँ एकछिन, मेरो हेल्थ बढ्न दियो। त्यो त्यहाँ कता हिँड्छ यार तर यो त्यो फाइट भइरहेको रहेछ दुइटा एनिमीको। म थर्ड पर्सन भनिदियो। यसलाई ड्यामेज त लाग्यो थियो, त्यो माथिबाट हेरिरहेको थियो एनिमी। यो स्किन कहीँ युज गरिदियो या त म नराम्रो हान्छु तर यससँग कट्टा छ कि सर्ट हुन्छ लागि। नो म यसलाई M5ले भुटेर मारिदिन्छु। यस भ्यायो। त्यही साइडमा एनिमी त्यसले यो स्किन कहीँ युज गर्यो मलाई। ग्लोअल भित्र गयो बाहिर मऱ्यो। यस मैले 9 किल हालिसकेँ। यो म्याच चाहिँ स्योर बुया हुन्छ। जोन आयो यार, माथि सेफ जोनमा जानु पर्यो अब। एउटा कभर प्लेस। माथि एउटा एनिमी छ, अब अलि 4 जना अलाइभ छ। म शुद्ध थिएँ 5 जना। त्यहाँनिर एनिमी छ, म कभरमा गएँ। त्यहाँनिर दुइटाको फाइट भइरहेको तर म छिर्दिनँ नत्र मलाई मारिदिन्छ।
त्यहाँ माथिको एनिमीलाई अब हान्नु पर्ला जस्तो छ किनभने त्यसले प्रब्लम दिन सक्छ अर्कोलाई हान्ने बेलामा त्यो माथिको एनिमीलाई हान्नु पर्यो त्यसो तर आर्मर छ बबाल एनिमी त्यसलाई हेरान्छु तागेर लाग्यो तर त्यो गाडी पर्यो होस् मा मिस्टेक ओइ हान्यो छ्या बोए भएन गाइज आई थिङ्क अब यसले बोया हान्छ होला छ्या नराम्रो भयो बोए भने म्याच बोया हान्छ जस्तो लाग्यो राम्रो खेल्यो तर यो मान्छेले जो बहिनी हो यो म त हिरोइक 2 स्टारमा अब 3 स्टार पुग्छु धेरै भिडियो हाल्छु अनि र गाइज यति नै थियो मेरो यो ब्लग आजको ब्लगमा अब नयाँ ब्लग चाँडै आउँछ सपोर्ट चाहिँ गरिदिनु पर्यो है यही हो र गाइज यति नै थियो मेरो यो आजको भिडियोमा अब म यस्तै राम्रो कन्टेन्टहरू लिएर ट्राई गर्छु मलाई चाहिएको भने तपाईँको सपोर्ट हो बाई बाई गाइज